भयो भनेर भनिराख्नु के को फर्सी जस्तो डल्लो झन् यसरी गर्दा त पुरै यो के हो। हेलो वेलकम टु माई न्यू मिनी ब्लग। आशा छ तपाईँहरू सन्चै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै छु। आजको ब्लग मैले स्टार्ट गरिसकेको छु, के कस्तो हुन्छ हेरिदिनु होला। दिदीले त्यहाँ माथि भन्ज्याङमा काम छ, एकछिन जाउन भन्नुभएको छ। अनि दिदीसँगै त्यहाँ माथि भन्ज्याङमा गएर हिजो अस्ति भर्खरै हामीले सुनेको न्युजमा त्यो चोबारदेखि अलिक तलतिर रहेको बागमती नदीमा चाहिँ पौडी खेल्ने क्रममा एकजना व्यक्ति हरायो अनि उसको खोजी कार्य भइरहेछ। अझै पनि भेट्न सकेको छैन भन्ने न्युज हामीले सुनेको थियौँ। अनि के कस्तो रहेछ त्यहाँ आज म त्यहाँ गएर भिडियो बनाउने छु, तपाईँहरूलाई पनि देखाउने छु। त्यहाँ दिदीसँग भन्ज्याङमा काम सकेपछि हामी एकछिन तल झर्नेछौँ अनि के कस्तो हुनेछ हेरिदिनु होला ब्लग। अब म जान लागेको, अब हामी जान्छौँ रेडी भएर। अनि बाटोको भिडियो चाहिँ म बनाउँदिनँ, एकदमै धेरै गर्मी छ क्या यहाँ चाहिँ, धेरै गर्मी छ। त्यही भएर बाटोमा बनाउँदै हिँड्नु पनि ज्याउ हुन्छ। त्यही भएर म एकैचोटि तल पुगिसकेपछिको भिडियो तपाईँहरूलाई देखाउने छु भन्दै अहिलेलाई चाहिँ तलै भेटौँ। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ गाइजहरू, भर्खरै न्युजमा चोबारको के अरे खोलामा चाहिँ मान्छे डेड भयो भनेर भनिरहेको न्युज चाहिँ यही ठाउँमा हो। कसैले भन्दाखेरि चाहिँ विदेशी नागरिक हो भनिरहनु भएको छ, तर यहाँ स्थानीय मानिसहरूलाई सोद्धाखेरि चाहिँ विदेशी नागरिकको गाइड हो भनेर भनिरहेको थियो। पौडी खेल्ने क्रममा ठ्याक्कै यही ढुङ्गादेखि पौडी खेल्नको लागि जाँदाखेरि चाहिँ चिप्लेर यहाँभित्र पस्यो। अनि त्यसपछि भेटाउन सकेको छैन भनेपछि सायद अब यही ढुङ्गाको चेपभित्रतिर कतैतिरै चेपिएर बसेको होला। पानीको बाफ यत्रो स्पिड छ है, यो पानीले गर्दाखेरि यही चेपतिर कताभित्र पसेको होला। अनि आज पनि खोजी कार्य भइ नै रहेको छ। यहाँ मास्तिर सशस्त्र प्रहरीहरू पनि हुनुहुन्छ, उहाँहरूले पनि अहिलेसम्म खोजेर निस्किनु भयो अरे, कतै के भेटाउनु भएको छैन। अब यस्तो थाहा हुँदा पनि हामी नेपालीहरू यति धेरै अब के भन्नु, एकदमै केयरलेस छौँ क्या। त्यस्तो हुँदै त्यस्तो न्युज सुन्दै पनि त्यही ढुङ्गामाथि गएर यसरी भिडियो बनाउने भइरहेछ, त्यो पनि यत्रो बर्खा मासको समयमा। अब के भन्ने है, अब उहाँहरूलाई थाहा नभएको भए त छिटै कुरा हो, तर पनि यत्रो घाइ गई यहाँ सबैको अहिले चर्चाको विषय यही बनिरहेको बेला त उहाँहरूले पक्कै पनि सुन्नुभयो होला। त्यही पनि यस्तो ठाउँमा आएर भिडियो बनाइरहनु भएको छ, कति धेरै रिस्की छ हेर्न सक्नुहुन्छ। यहाँ हेर्नु यस्तो धेरै पानीको बाटो छ। अहिले बर्खाको टाइममा फेरि यो ढुङ्गाहरू एकदमै लेउ पलाएको हुन्छ, सट्टै चिप्लेर के बाइचान्स यहाँभित्र खस्यो भने त धेरै गाह्रो हुन्छ क्या। यहाँ प्रायः त्यस्तै घटनाहरू घटिरहेको हुन्छ क्या, वर्ष नै एउटा घटना घटिरहेको हुन्छ। यहाँभित्र पसेपछि लास भेटाउनु पनि धेरै गाह्रो हुँदो रहेछ। पोहोर सालको एउटा केस पनि त्यस्तै 7-8 दिनमा मात्रै निकाल्न फेला पर्न सक्यो भनेर हामीले सुनेको थियौँ। यसपालि पनि अब यस्तै भयो। अब 2-3 दिन भइसक्यो, खोजी कार्य जारी छ। अब यता बाहिरतिर निस्केको भए त देखिन्थ्यो, यताको स्थानीय मान्छेहरूले देख्नुहुन्थ्यो। अब यहीँभित्र कता छ भनेर आशंका गर्नुभएको छ। अब के कस्तो हो, अब जिउँदो त पक्कै पनि भेटिँदैन होला। त्यही पनि अब उहाँको डेट गरी नै भए पनि हामीले भेटाउन पाएँ। उहाँको परिवारलाई पनि अलिकति एउटा केही हुन्थ्यो होला होइन। अब भेटिन्छ कि भेटिँदैन, अब सशस्त्र प्रहरी, नेपाल पुलिस, नेपाली सेनाले खोजिरहनु भएको छ। यहाँको स्थानीयहरूको पनि 24 घन्टा आँखा यतै छ, त्यही पनि आजसम्म भेट्न सकेको छैन। त्यही भएर कृपया यस्तो बर्खा मासको समयमा तपाईँहरू टिकटकको नाउँमा अनि अनेक थरी यो अहिले यो सोसियल साइटहरूले गर्दाखेरि पनि यस्तो भइरहेछ। यस्तो बर्खाको टाइममा आफ्नो ज्यानलाई रिस्कमा राखेर यसरी नआइदिनु होला भन्न चाहन्छु। मलाई त एकदमै भिडियो गर्न पनि धेरै गाह्रो भइरहेको छ, एकदमै। र मैले त्यो भिडियो गरेपछि म चाहिँ फर्केँ, एकदमै उकालोमा गर्मी पनि धेरै थियो। अनि मैले चाहिँ भोइस ओभर गरेको, त्यहाँ पनि बोल्न चाहिँ भिडियो बोल्दै नै गरिरहेको थिएँ, तर त्यो बाहिरको साउन्ड ब्याकग्राउन्ड साउन्ड धेरै आएर केही बुझेन। त्यही भएर भोइस ओभर गर्दै पछिबाट बनाएको भिडियो। म चाहिँ ठ्याक्कै यो भन्ज्याङ तलतिर आइसकेको छु। यो चाहिँ बनिन लागेको पार्क होला कि, तर निर्माणाधीन नै रहेछ यो। साथीहरू पसिनै भइसक्यो म। त्यहाँ तल त्यस्तो हेरेर आएर त्यहाँ माथि आउँदाखेरि त मलाई त कस्तो भयो कि, त्यहाँ तल त भिडियो गर्दै यस्तो डर लाग्यो। ठुलो टिपरहरू कुद्दा त गडौँ हुन्छ, त्यो पुल पनि हल्लेर म त भाँचिए जस्तै लागेको थियो। बल्ल यहाँ माथि आइपुग्यो। ठ्याक्कै चाहिँ भन्ज्याङ
भन्ज्याङको अलिक तलतिर पार्क नै बनाउँदै गर्नुभएको होला, तर यो निकै समय लाग्यो किन हो। यसरी पार्क बनिँदै गरेको रहेछ, तर यो धेरै समय लाग्यो क्या यहाँ पार्क बन्नलाई, किन हो। यो ट्याक्कै यो जङ्गलदेखि उता पारि देखेको चाहिँ कीर्तिपुर, अनि त्यो भर्खरै केस भएको त्यस्तो घटना भएको चाहिँ यहीँ तलतिर हो। तपाईँहरूलाई म देखाउँछु। यस्तो यहाँ चाहिँ अलि हावा चल्ने ठाउँ पनि रहेछ है, धेरै हावा आइरहेछ यहाँ चाहिँ। यो तल देखेको सुक्खा बन्दरगाह हो, यो चोबार सुक्खा बन्दरगाह हो। यो चाहिँ तल देखेको चाहिँ खासै यो एन्टिलाइट परेर राम्रो आएको छैन। अनि त्यसपछि तल यहाँ तल देखेको छैन, यो अघि तपाईँहरूले हेरिसक्नुभयो त्यो बागमती खोला भयो। अनि त्यसपछि यो पारि कीर्तिपुर देखेको छैन खासै। त्यसपछि ट्याक्कै यो चोबारबाट आउने बाटो, यो माथि गाडीहरू कुदिराखेको चाहिँ चोबारदेखि आउने त्यो भन्ज्याङ उता एकान्त कुना निस्किने ठाउँ हो। देखि चाहिँ के भनेको रहेछ म यहाँ तपाईँहरूलाई देखाउँछु ल। पख्नै मलाई मेरो साथीहरू यहाँ माथि रुँगिरहेछ, छिटो गर्न भनिरहेछ। अब यहाँ यस्तो रहेछ, यस्तो पार्क बनिन लागेको रहेछ। यो धेरै टाइम लाग्यो कि यो बनिनलाई, खै किन हो। सट्ट यहाँ पनि एउटा भिडियो लिउँ न त। मेरो कुन त फर्सी जस्तो डल्लो, झन् यसरी गर्दा त पुरै डल्लै देखिरहेको होला। मलाई जिस्काएर छ साथीहरू, मेरो साथीहरू चाहिँ यहाँ पर हुनुहुन्छ। यहाँ अर्कोजना साथी चाहिँ पिपलको बोटले छेलिएको छ। के को पल हो यस्तो डरै लाग्दो, स्नेक टैट, डर लाग्ने यार। अनि हामी चाहिँ यहाँ मास्तिर आउँछौँ कि यो माथि देखेको सल्लाहघारी छ नि, यो सल्लाहघारीमा चाहिँ हामी बेला आउँछौँ। बोर लागेको बेला तलदेखि रुमदेखि हिँड्दै आउँछौँ। यहाँ माथिको पनि मान्छेहरू धेरै आउने गर्छ क्या यहाँ माथि हिँड्नु, के भन्छ, यहाँ माथि पनि मान्छेहरू आउँछन् रमाइलोको लागि अनि घुम्नको लागि। यहाँ चाहिँ पिस एन्ड फ्रेस इन्भाइरोमेन्ट भएको फिल गर्छन् सबैले। हामी चाहिँ यही जङ्गलतिर सिस्नु टिप्न आउँछौँ क्या, यही जङ्गलतिर सिस्नु टिपेर पनि हामीले कतिचोटि खाइसक्यौँ पनि। मेरो साथीहरू चाहिँ हरेस भइरहेछ, त्यहाँबाट त्यत्रो उकालो पेलिएर आउनु पऱ्यो नि त, 1 नम्बर गियर लगाएर आउनु पऱ्यो त्यो उकालोबाट। अनि 11 नम्बर गाडीलाई त 1 नम्बर गियरमा आउँदा त ठहरे, त्यसमाथि घाम। ओ माई गड मर्नुहुन्छ नि। 11 नम्बर गाडी, त्यसमाथि पनि 1 नम्बर गियरमा आउँदाखेरि त ठहरे, त्यसमाथि आकाशको घाम सनलाइटले सिधै यसरी तालुमा भेट्दाखेरि त मान्छे त खलास हुन्छ। यो सानो मन्दिर पनि रहेछ यसमा। यो के को यो के हो, यो चाहिँ हाम्रो विष्णु भगवानको मूर्ति, यसलाई बुढा नीलकण्ठ पनि भनिन्छ। अनि यो हाम्रो सायद राधाकृष्ण कि विष्णु पार्वती के हो, समथिङ त्यस्तै हो, मलाई भगवानहरूको खासै थाहा छैन। यो चाहिँ मान्छे बस्ने ठाउँ के भन्छ, धर्मशाला कि के भन्छ यस्तो ठाउँलाई। र यति भन्दै आज मिनी ब्लग बनाउँछु भन्दै फुल ब्लग बन्न पुगेछ। मेरो भिडियो के कस्तो लाग्यो, मन पर्यो भने लाइक सेयर गरिदिनु होला र युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला। अझै यस्तै भिडियो लिएर आउने छु भन्दै आजको लागि बिदा।